फेरि पनि सुधा बोल्न लागि। जसको बहिरी नै दैव हुन्छ नि, ऊ जिन्दगीमा कसरी हाँस्न सक्दो रहेछ र सुधीर। हरेक दिन मेरो श्रीमानको लागि प्रार्थना गर्थे, सिरानी भिजाएर रुन्थे। जिन्दगीभर मैले कहिले पनि त्यति धेरै भगवानलाई सम्झेको थिइनँ होला जति ती दिनहरूमा सम्झिए। तर एक दिन बिहानै खबर आयो, डाक्टरले भनिदियो कि उहाँलाई बचाउन सकिएन भनेर। उहाँले संसार छोडिदिनु भयो। जब मैले यो सुने, मेरो अगाडि सबै कुरा हरायो। बस उहाँलाई मात्र देखेँ। बिहे गरेको बल्ल 7 महिना बितेको थियो। मेरो सिउँदो रङ्गिएको, म बेहुली भएको केवल 7 महिना मात्र भएको थियो। तर लुटिदियो दैवले। यो सुन्दा म अचेत भएर भुइँमा बजारिएँ। जब आँखा खुल्यो, सबैतिर रुवाबासी मात्र थियो। मलाई आभास भयो मैले सबै थोक गुमाएँ। मैले त मेरो जिन्दगी भविष्य सबै गुमाएँ। 7 महिनामा मेरो जिन्दगीको सारा रङ खोसियो अनि मलाई विधवाको उपमा दिइयो। आधी जिन्दगी बाँकी नै थियो, एक्लै बाँच्नु थियो। अब म कोही अरूको हुन नसक्ने भए, वा भनौं अयोग्य भए। जिन्दगीबाट सारा रङ हरायो अनि मेरो जिन्दगी सेतो जिन्दगी भयो सुधीर। मेरो जिन्दगी सेतो जिन्दगी भयो। यति धेरै रङहरू छन् यो संसारमा, तर मेरो लागि रङ भनेको केवल सेतो अनि कालो। बस यो भन्दा केही छैन। सेतो जति खल्लो हुन्छ त्यति नै खल्लो भयो मेरो जिन्दगी पनि। म जीवित भएर पनि मरे। उहाँसँगै मेरो सबै कुरा खसियो। केही समय त घरमै बसे, तर अनेकौं उपमा पाउन थाले मैले। मलाई कसैको छोरा खोसेको आरोप लाग्न थाल्यो। पहिला पहिला निकै माया गरेका सासू अनि ससुराले पनि घृणा गर्न थाले। म सबैको लागि बोझ हुन थाले। म हरेक रात रुन थाले अनि हरेक बिहान आँखा सुन्निएर उठ्न थाले। श्रीमान बितेको 6 महिनामा मैले घर छोडे अनि आमा बुबाको बोझ बन्न पुगे। जीवन जसो तसो चल्न थाल्यो। रातो रगत बग्ने मेरो शरीरले नै रातो लगाउन नहुने भयो। मैले श्रृंगार गर्न नपाउने भए। मैले सबै गुमाएँ। पाएँ त पीडा, एक्लो जिन्दगी, सेतो रङ अनि बोझ भएको जिन्दगी। तर 3 वर्ष बितेपछि भने मैले आफ्नो पढाइलाई निरन्तरता दिने निर्णय गरेँ। त्यसैले म अहिले पढ्न थालेकी। त्यहाँ तिमीलाई भेटेँ। म त तर्किएर हिँडेकी तिमीसँग, तर फेरि हामी नजिक भयौं अनि प्रेम भयो। तर यो विधवालाई प्रेम गर्ने हक कहाँ हुँदो रहेछ र? सेतो जिन्दगीलाई इन्द्रिणीले सजाउन पनि नपाइदो रहेछ। यो विधवाले जुठो भात चाहिँ खेर गयो मेरो जिन्दगी पनि। म सुकेको पात भएँ, म ओइलाएको फूल भएँ। अब तिमी भन, एक विधवासँग जीवन बिताउन सक्छौ र सुधीर तिमीले? विधवा त कलंक हो यो समाजको लागि। विधवा त अछुतो हो यो समाजको लागि। म डराएँ। मैले एक विधवासँग प्रेम गर्दै थिएँ। मेरो घर अनि समाजले उसलाई कसरी अपनाउन सक्थ्यो र? यो प्रेम कति कठिन। म के गरौं? प्रेम वा परिवार कसले सुन्न सक्थे? मेरो नयन बर्सियो अनि मेरो नयन जस्तै सुधाको नयन पनि बर्सिरहेकै थियो। पीडा फरक थियो, तर पनि आँसु उस्तै थियो। फेरि पनि ऊ बोल्न लागि। यो मेरो जिन्दगी अपनाएर आफ्नो जिन्दगीमा कालो कलंक नलगाऊ सुधीर। तिमी सुन्दर छौ, सुशील छौ, धेरै राम्रो केटी पाउँछौ। तिमीसँग त सारा जिन्दगी बाँकी छ। मृत लासलाई प्रेम गरेर आफैलाई अभागी नबनाऊ सुधीर। यो सुधीर अनि सुधाको लागि बनेको एउटै सम्बन्ध मित्रता हो। तिमी मेरो मित्र अनि म तिम्रो। हाम्रो नाता अनि सम्बन्ध यति नै लेखेको छ सुधीर। यो अभागीलाई भित्र्याएर आफ्नो भागमा अभाग नभित्र्याउ सुधीर। मैले केही बोल्नै सकिनँ। बस चुपचाप बसे। ऊ पनि चुपचाप बसी। केही बेरमा आँसु पुछ्न थाली। मैले पनि आँसु पुछे। तर आँसु पुछे पनि मन शान्त कहाँ हुन सक्थ्यो र? मन आत्तिरह्यो, डराइरह्यो। सुधालाई प्रेम गर्नु गल्ती चाहिँ लाग्न थाल्यो। म जान विधवालाई आफ्नो कसरी बनाउन सक्थे? मनमा यस्तै कुरा चलिरह्यो। मनमा हुन्डरी चलिरह्यो। मैले भने, माफ गर है सुधा, म अनजान थिएँ। तिमीलाई झन् धेरै दुखाएँ। तिम्रो घाउ फेरि कोट्याएँ। मलाई माफ गर। उनले भनिन्, साथी भइसकेपछि माफी र धन्यवादको आवश्यकता हुँदैन। मैले पनि गल्ती गरेँ।
यो सब पहिले नै भनिदिएको भए आज यो अवस्था आउने थिएन। जे भयो छोडिदेऊ सुधीर। मैले भने हस्। त्यसपछि हामी बीच सामान्य कुरा भयो। कफी खायौं। उसले दिएको बाला अनि पत्र बोकेर म निस्किएँ अनि सुधा पनि आफ्नो घरतिर लागि। म गरुङको मन बोकेर निस्किएँ, बेचैनी बोकेर निस्किएँ। म एक विधवासँग प्रेम गर्दै थिएँ। म सोच्नै सकिरहेको थिइनँ के गरौं अनि कसो गरौं। के मेरो प्रेमको अन्त्य नै यही हो त? मैले एक विधवासँग प्रेम गरेको थिएँ। मैले अब त झन् उसको अनि मेरो प्रेमको गन्तव्य नै देख्न सकिनँ। म कसरी एक विधवासँग प्रेम गर्न सक्थेँ? उसको सिउँदोमा सिन्दूर सजाएर उसको जीवन त रङ्गिन होला, तर मेरो जिन्दगी, मेरो इज्जत, सम्मान अनि प्रतिष्ठा के हुन्छ होला? यो समाजले मलाई बहिष्कार गर्नेछ, परिवारले नै बहिष्कार गर्नेछन्। म एक्लो हुनेछु, वा भनौं मसँग केवल सुधाको साथ मात्र हुनेछ। अब के यस्तो अवस्थामा पनि सुधालाई प्रेम गर्नुको औचित्य रहन्छ र? उसको जीवन त यसै पनि खेर गइसक्यो। के अब मैले पनि मेरो जिन्दगीको आधा भाग खेर फाल्नु? म सोच्न थाले। म यस्तै हुरीमा रुमल्लिन थाले। तर फेरि अर्कोतिर मैले सुधालाई गरेको प्रेम सम्झे। के त्यो प्रेमले मलाई सुधासँग छुट्टै राख्न सक्थ्यो होला त? जिन्दगी नै कठिन भइसकेको थियो। बाटो देख्नै छोडे। बेलुका खाना खाइसकेपछि आमासँग कुरा राखे। आमा, मेरो साथीले त विधवासँग बिहे गर्न लागिरहेको छ। आमाले भन्नुभयो, उसको परिवारले मान्नुभयो त? मैले भने नाइ आमा। आमाले भन्नुभयो, खै के भएको हो आजकलको केटाहरूलाई? जस्तो भयो नि हुन्छ। जान अभाग आफ्नो घरमा कसैले भित्र्याउँछ र? आफ्नै बुढो खान्छ भन्छन् विधवाले। खै के जमाना आयो? मैले भने, आमा 21औं शताब्दीमा पनि यस्तो कुरा गर्छन् र? आमाले भन्नुभयो, बाबु चलन हुन्छ, समाजको डर नियम हुन्छ, समाजसँग जिउन गाह्रो हुन्छ, भगवानको पनि डर हुन्छ। आमा यो संकीर्ण सोच हो। उसको आमाले त मान्नुभयो। मैले पनि लिएर आऊ भने। आमाले भन्नुभयो, लिएर आउने कुरा त परको कुरा हो छोरा, सोच्दा पनि नसोच। भएको एउटा छोराको बिहे नि म विधवासँग गरिदिउँला त? आमाको सोच पनि बुझे। आमालाई फकाउन अनि मनाउन गाह्रो थियो। आमालाई जस्तै समाजलाई पनि फकाउन गाह्रो थियो। सुधालाई माया गरे भन्दा कठिन, धेरै कठिन। यति बेला प्रेम मात्र गरेर सुधालाई आफ्नो बनाउन सक्ने अवस्था थिएन। हिम्मत जुटाउन पर्ने थियो। आफैलाई समाजबाट पृथक बनाउन पर्ने थियो। म सुधाको लागि कोसँग लडौं अनि केसँग लडौं? मलाई लाग्न थाल्यो अब सुधालाई बिर्सनु नै जाति हुन्छ। सुधा आफ्नै जिन्दगी जसोतसो बाँच्ली अनि म आफ्नो जिन्दगी खुसी साथ बाँचौला। कुनै चिन्ता हुँदैन, कसैसँग लड्नु पर्दैन। उसको त्यो भाग्य मैले दिएको पनि त होइन। ऊ विधवा हुनुमा मेरो कुनै दोष पनि थिएन। मैले उसँगको सम्बन्ध केवल मित्रतामा कायम राख्ने विचार गरे। उसँग जीवन नबिताउने निर्णय गरे। हामी केवल साथी नै हुने निर्णय गरे। त्यो दिन उसको फोन आएन। भोलिपल्ट कलेज गए। ऊ कलेज आएकी थिए, सदाको चाहिँ फिक्का भएर, तर त्यही पीडा लुकाएर मुस्कुराउँदै आएकी थिए। ऊ सधैँ झै राम्री नै थिए, तर पनि फिक्का। सधैँ झै हाम्रै अघि आएर बसी मिरासँग। हामी साथी भयौं फेरि पनि। मैले मेरा प्रेम लुकाए। अब उसलाई प्रेम नदेखाउनु थियो। अब त ऊ भन्दा धेरै परको बाटो रोज्नु थियो। मेरो लागि एक जीवनसाथी खोज्नु थियो, जसलाई यो समाजले सजिलै स्वीकारोस्। म मेरो मन बाँड्न थाले। सुधालाई अब यो मन अनि मस्तिष्कबाट हटाउनु थियो अनि सुधाको ठाउँमा अरू कसैलाई हटाउनु थियो। तर यो मित्रताले सुधाको माया मर्न दिन्छ झै लागेन। जति जति उसको सामु जान्थे, उसँग बोल्थे, झन्झन माया लाग्थ्यो। मारेर कहाँ मर्दो रहेछ र माया भन्ने कुरा, भुलाएर कहाँ भुलाइदो रहेछ र कसैलाई, मेटाएर कहाँ मेटाउन सकिदो रहेछ र कसैलाई। यसरी त म झन्झन नजिक जाँदै थिएँ सुधाको। उसलाई गरेको प्रेम झन्झन गाढा हुँदै थियो। अब यही रोकिनु थियो। मैले सुधालाई नराम्रो व्यवहार गर्न थाले।
उसँग खुलेर नबोल्ने, हरेक दिन उसले फोन गरेको नै हुन्थे तर फोन नउठाउने, म सकेसम्म ऊ बसेको ठाउँ जाँदिन थिएँ। बस हाई हेलो मात्र हुन थाल्यो। म ऊदेखि पर भाग्न थाले। सायद यो सबै कुरा सुधाले पनि अनुमान लगाउन थालिसकेकी थिए। सायद उसले बुझ्न थालिसकेकी थिए म परिवर्तित हुँदै गरेको कुरा। बिस्तारै उसको फोन मेरो मोबाइलमा आउन छोड्यो। यसरी महिनौं बित्यो। एक दिन सुधा हामी भन्दा अगाडिको बेन्च छोडेर अन्तिममा गएर बसी। यति बेलासम्म हामीले बोल्न धेरै कम गरिसकेका थियौं। सम्बन्ध पहिले जस्तो थिएन। सुधा आज त्यसै पछाडि गएर बसेको देख्दा कता कता नरमाइलो लाग्यो। सायद उसले मन नखोली पनि ऊ मेरो साथ चाहन्थे। सायद ऊ आफ्नो सेतो जिन्दगीमा मायाको अनेकौं रंगहरू पोत्न चाहन्थे। ऊ आफैलाई इन्द्रेणी झै सजाउन चाहन्थे। उसले स्वीकारी के हो कि उसले मलाई प्रेम गर्थी भनेर। सायद उसलाई पनि मलाई पाउने चाहना मलाई जत्तिकै थियो होला। तर म नै ऊदेखि पर भाग्दै थिएँ। मलाई थाहा थियो म गलत गर्दै थिएँ। कसैको मनमा आशाको बिउ रोपेर पलाउन लागेको टुसालाई मार्नु गलत हो। तर फेरि म मेरो परिवार अनि यो समाजको विरुद्ध कसरी जान सक्थे? आखिर एकको लागि यति धेरै मानिस त्याग्न कहाँ सक्थे र म? मलाई केही बेरमा राजले सोध्यो, ओइ सुधीर, के हो? तिमीहरूको फेरि झगडा परेको छ हो? मैले राजसँग कुरा नलुकाई भने, राज सुधाले पनि मलाई प्रेम गर्दै रहेछ। तर मलाई थाहा छ सुधा त विधवा रहेछ। राज चुपचाप बस्यो। मैले सबै कुरा भनिदिएँ राजलाई सुधाको बारेमा। अनि अब म सुधाबाट टाढा हुने कुरा पनि राजलाई सुनाइदिएँ। राज चुपचाप बस्यो। अचानक मेरो काँधमा हात राख्दै भन्यो, सुधीर, लागेको थियो तँ जस्तो साथी पाउनु मेरो भाग्य हो। तर आज ग्लानि हुँदैछ मलाई कि तँ जस्तो साथी पाउनु कुनै भाग्य होइन। मैले त तँलाई एक असल मानिस सोचेको थिएँ, तर होइन रहेछ। हुन त मैले नै भनेको थिएँ सुधालाई प्रेम नगर भनेर, तर मलाई उसको वास्तविकता थाहा थिएन। आज 21औं शताब्दीको मानिस त यति सानो अनि संकीर्ण सोच राख्लास जस्तो लाग्दैन थियो। तर मैले सोचेको भन्दा फरक रहेछस् त सुधीर। सोच त एकचोटि, के एक विधवालाई मायाको खाँचो नहोला? के एक विधवालाई हाँस्ने चाहना नहोला? के उसलाई अरू नारीलाई जस्तै सजिने मन नहोला? के उसलाई आफ्नो छोरा छोरी हुर्काउने रहर नहोला? लाउ लाउ अनि खाउ खाउको उमेरमा विधवा भए कि उसले सधैँ सेतो रङमा लपेटेर आफूलाई विधवाको पहिचान दिनुपर्ने? के सुधाको ठाउँमा सुधीर भइदिएको भए ऊ एक्लै जीवन बिताउन बाध्य हुन्थ्यो त? साथी, तैँले पनि यही समाजको सोच आफूमा विकास गरिस्। तेरो माया त नक्कली रहेछ। के माया गर्छस् छि तैँले कसैलाई? यदि तेरो ठाउँमा म भइदिएको भए म सुधाको लागि सारा संसारसँग लड्ने थिएँ। यो समाज परिवर्तन गर्ने जिम्मा तिम्रो काँधमा छ। यो समाज परिवर्तन गर्ने जिम्मा हाम्रो काँधमा छ। बिचारा सुधा, माया गर्छु भन्थिस् त, विधवा भन्ने थाहा पाएपछि कहाँ गयो तेरो माया? मर्यो? त पनि यही स्वार्थीहरूको भिड बनाउने एक मानिस रहेछ सुधीर। म एक टकसँग राजको कुरा सुनिरहे। उसले धेरै कुरा भन्यो, धेरै कुरा सुनायो। उसका कुराले मन झन् चस्कियो अनि दुख्यो। ऊ फेरि बोल्यो, माफ गरिदे सुधीर, यस्तो सोच भएको मानिससँग म साथी हुन सक्दिनँ। आजबाट तेरो र मेरो पनि सम्बन्ध खतम। ऊ पनि यति भनेर जुरुक्क उठ्यो अनि सुधा र मीरा भएको बेन्चमा गयो र मीरासँग टाँसिएर बस्यो। मैले सुधालाई निहालेँ। उसको मुहार मलिनो थियो। उसको मुहारमा दुःखहरू पानी झै छचल्किरहेका थिए। हिजोका पीडा त उसलाई जिन्दगीले दियो अनि दैवले दियो, तर आजको पीडा उसलाई मैले दिँदै थिएँ। म सोच्न लागे, अरे यार, राजलाई त सजिलो छ, भाषण दियो सकियो। आखिर एक विधवालाई सम्हाल्न भाषण दिए जस्तै सजिलो कहाँ हुन्छ र? मनमा यस्तै विचार उठे। आज घर जाँदै गर्दा उनीहरू सँगै निस्किए, तर म एक्लै भए पनि मनभरि अनेकौं कुराहरू खेल्न थाले। म अझै पनि दोधारमा थिएँ। समाज वा सुधा, म सोच्न थाले। अनेकौं भावहरू मनमा ताण्डव गर्दै थिए। घरि लाग्थ्यो सुधालाई मेरो नामको सिन्दूर लगाइदिउँ, अनि घरि लाग्थ्यो होइन उसको सिउँदो खाली नै छोडिदिउँ।
अनि कहिले सोच्थे मैले माने पनि सुधाले मसँग बिहे गर्न मान्छे होली त। मैले सुधासँग बिहे गर्दा घर छोड्न पर्यो भने, मैले मेरी आमा र सुधामा कोही एकलाई रोज्न पर्यो भने, आखिर यो सबै सोच्नु त मैले नै थियो। मेरो मनमा अनेकौं तरङ्गहरू पैदा भए। म कहिले राजले भनेको कुराहरू सही लाग्थ्यो अनि आफू गलत, अनि कहिले राजले भनेको कुरा गलत लाग्थ्यो अनि आफू सही। मेरो मनमा अन्तर्द्वन्द चलिरह्यो। त्यसपछिका दिनहरूमा सबै कुरा बदलियो। राजले पनि मेरो साथ छोडिदियो। मीरा अनि सुधा पनि मसँग बोल्दैनथे, तर उनीहरू तीनजना एक अर्कासँग एकदम मिल्थे। कलेज अनि क्यान्टिनमा सँगै हुन्थे। सुधाले मुस्कुराउन छोडिसकेकी थिए। ऊ हरेक पल केही न केही सोचिरहेकी हुन्थे। यता म उसलाई आफ्नो नबनाउने निर्णयमा अडिग थिएँ। सुधाले मलाई फोन गर्न पनि छोडिसकेकी थिए। अब त हाम्रो मित्रता पनि सकिसकेको थियो। सुधा सधैँ भन्थे, तिमी आएदेखि म खुसी हुन थालेकी छु, मुस्कुराउन थालेकी छु। आजकल म उसको जीवनबाट पर भएको छु। सायद उसको यो खुसी अनि मुस्कान पनि खुसी होला। सुधा फेरि एक्लो भएकी थिए। केही दिन यसरी नै बित्यो। एक साँझ म आफ्नो कोठा मिलाउँदै थिएँ। अचानक मेरो हातमा सुधाले दिएको बाला आइपुग्यो। मैले त्यो बाला एकरो निहाल्न थालेँ। हेर्दै गर्दा आँखा रसायो अनि भक्कानियो मन। म रुन पुगेँ। मन चस्कियो। त्यो बाला हेरेपछि मनले सुधालाई औधी नै सम्झियो। सुधासँग बिताएका हरेक मिठा पलहरू सम्झिन थाले। उसँग फोनमा बोलेको, उसको प्लेटबाट समोसा चोरेर खाएको, मेरो काँधमा सिरानी राखेर ऊ रोएको अनि उसले भनेका ती हरेक कुराहरू म सबै सम्झिन थाले। मलाई सुधासँग बोल्न मन लाग्यो। सुधासँग भेट्न मन लाग्यो। उसलाई अँगालो हाल्न मन लाग्यो। तर यो मनलाई रोक्न बाध्य थिएँ, किनकि सुधा एक विधवा थिए। ऊ त कोही अरूको श्रीमती भइसकेकी थिए। तर राजले त्यो दिन भनेको ती सबै कुरा म हरेक दिन सम्झन्थे अनि आफ्नो कुरूप चित्रण आफै गर्थे। राजले भनेका कुरा गलत होइन, तर मेरो परिवार, म बिना मेरो परिवार के हुन्छ? मेरो बुढा बाबा आमालाई कसले हेर्छ? के एक विधवालाई खुसी दिनुपर्छ भन्दैमा मैले आफ्नो आमा बुबाको खुसी खोज्न मिल्छ र? उहाँहरूको इज्जत खोज्न मिल्छ र? म भित्र अन्तर्द्वन्द चलिरहेको थियो। सुधा पनि मेरो लागि प्यारो थिए अनि परिवार पनि। आखिर रोज्नु कसलाई? म बाटो खोज्न थाले। कतै सुधा अनि परिवार सबैलाई सँगै लगेर हिँड्ने कुनै बाटो छ कि? मैले रातैभर सोचे। आँखाभरि आँसु बोकेर सोचे। सुधाको आँसु सम्झेर सोचे। परिवार सम्झेर सोचे। भगवानलाई सम्झेर सोचे। आजको रातले मलाई सुधाको नजिक जानको निम्ति भन्यो। उसलाई माया दिनको निम्ति भन्यो। उसको लागि खुसी दिने निर्णय गरे। उसको सिउँदो फेरि रङ्गाइदिने निर्णय लिए। किनकि उसको मुहारमा खुसी अब कसैले दिन सक्थ्यो भने त्यो म थिएँ। बाबा आमालाई त सम्झाउला, आखिर मायाले नपग्लने मन कसको होला र? सुधालाई पगाल्न सक्ने यो प्रेमले मेरो बाबा आमालाई पगाल्न नसक्ला र? मैले अब एक विधवासँग बिहे गर्ने अनि जीवन बिताउने निर्णय गरे। सुधाको सेतो जिन्दगीमा रङको बर्सात गरिदिने निर्णय लिएँ। मैले उसैलाई पुनर्जन्म दिने निर्णय लिएँ। सास फेर्दा फेर्दै मरिसकेकी सुधालाई जीवन दिने निर्णय गरे। तर कसरी? बाटो निकै कठिन थियो। सोचे झै सजिलो कहाँ थियो र? अब बाटो खोज्नु थियो। सबैभन्दा पहिले त सुधासँग बिग्रिएको मेरो सम्बन्ध सुधार्नु थियो। भोलिपल्ट म केही ढिला मात्र कलेज गएँ। राज मेरा र सुधासँगै बसिरहेका थिए। आज धेरै लामो समयपछि म उनीहरूको बीचमा बस्न गएँ। तर म बस्न लागेको मात्र के थिएँ, सुधा चुरुक्क उठेर झोला मिलाउन थाली। मैले चाल पाएँ, ऊ अन्तै जान लागि। मैले हतपत उसको हात समातेँ। उसले मतिर हेरी। मैले भने, कहाँ हिँडेको? बस। जहाँ गयो नि के भयो? कुरा गर्नु छ, बस न। उसले आफ्नो चारैतिर हेरी अनि बसी। केही बेरमा कक्षा सुरु भयो। हामी सबै चुपचाप भयौँ। ब्रेक टाइमसम्म कोही केही पनि बोलेनौ। ब्रेकमा उनीहरू खाजा खान निस्किए। म पनि पछि पछि लागेँ। सूर्योदय एन्टरटेनमेन्ट, गीत संगीत र मनोरञ्जनको साथी।